म यहाँबाट फर्किँदै गर्दाखेरि मेरो मन एकदम खिन्न भइरहेको छ। हेलो खुबसुरत पिपल, आज चाहिँ म होइन मेरो एउटा कामले चाहिँ हेटौडा आएको थिएँ। हेटौडाको नि विशेष यो गढी भन्ने ठाउँमा चाहिँ आउनुपर्ने भयो होइन एउटा भाइलाई भेट्नको लागि। अहिले म त्यही भएर अब यहीँ नजिकै आइसकेपछि अब त्यो भाइलाई भेटेर अनि यसो मौकाको फाइदा उठाइहालौँ न भनेर हाम्रो महाराजाहरूले चाहिँ बनाएको मकनपुर ऐतिहासिक गढीको चाहिँ यो सानो गढी हो होइन। म सानो गढीको भित्र छिर्दैछु। कस्तो छ तपाईँहरू सबैजनालाई यो गढीको बारेमा म देखाउँछु है त। ल गाइज, यो चाहिँ मकनपुर गढीको यो गढी पनि विशेष सानो गढी होइन। सानो गढीको यो वालहरू रहेछ, यो तार जालीले गरेको। यहाँनिर टोयलेटहरू चाहिँ एकदम लाथालिङ्ग रहेछ। अब हाम्रो राजा महाराजाहरूले चाहिँ कस्तो बनाउँदो रहेछ ल हेर्नुहोस् त होइन। उहाँहरूले चाहिँ आफ्नो देशको रक्षाको लागि, आफ्नो देशलाई एकीकरण गर्नको लागि चाहिँ बनाएको रहेछ नि त होइन। एउटा ऐतिहासिक चिज त बनाएको रहेछ होइन। अब हामीले यो कुराहरू मान्दैनौँ। अब लोकतन्त्र गणतन्त्र भन्छौँ हामी, अरू कुराहरू चाहिँ गर्छौँ होइन। तर राजा महाराजाले उ बेलामा गरेको दिएको देनहरू चाहिँ हामीले देख्दैनौँ नि त होइन। अहिले ल मकनपुर गढीको स्थिति हेर्नु अब कस्तो छ होइन। त्यो बेलाको मकनपुर गढी अब अहिले ऐतिहासिक ठाउँ भन्छ तर एकदम अस्तव्यस्त रहेछ, एकदम बेकार रहेछ। दिवाल हेर्नु न कस्तो, आम्मामामामामामा। यहाँबाट चढिसकेपछि सब देखिँदो रहेछ। बाफ्रे, ल हेर्नुहोस् त्यो सबै हेटौडा। मकनपुर गढी साथी। ल गाइज, यो अहिले जुन देखिरहनु भएको छ नि यो चाहिँ पृथ्वीनारायण शाहले चाहिँ त्यो बेलामा फुटबल खेल्नु हुँदा बनाएको पोस्ट रे क्या होइन। जस्ताको तस्तै छ नि होइन। बाबाले खेल्ने रहेछ त्यो बेला नि पृथ्वीनारायण शाहले फुटबल चाहिँ। ल है त खुबसुरत पिपुल, अब हामी चाहिँ ठुलो गढीको भित्र जाँदैछौँ। मेरो साथीले क्यामेरा लिनुहुन्छ, हामी भित्र जान्छौँ। कस्तो छ टोटल हामी तपाईँहरूलाई देखाउँछ है त। राजाहरूको चरण परेको यो गढीमा चाहिँ पहिले म ढोक्न चाहन्छु। ढोकेँ मैले होइन। अहिलेका जति पनि नेता मन्त्रीहरू जति पनि हुनुहुन्छ नि राजनीतिज्ञहरू, उहाँहरूले चाहिँ कुरामा कुरा आउँदा राजाहरूले के गर्यो भनेर चाहिँ झगडा गर्नुहुन्छ क्या। राजाहरूले केही गर्नै पर्दैन। राजाहरूले त ढुङ्गाले त यस्तो बनाइरहेको। अहिलेकोले के गर्यो क्या, बेलाका राजाहरूले चाहिँ देशलाई बचाउनु पर्छ होइन। टुक्रा टुक्रामा भएको राज्यहरूलाई चाहिँ एकीकृत गरेर चाहिँ एक ठाउँमा ल्याउनु पर्छ भनेर चाहिँ यत्रो युद्ध गर्यो होइन। सबैलाई जोडेर एउटा नेपाल बनायो क्या होइन। त्यो नेपाल बनायो अनि सिमानाबाट चाहिँ अब यो गोराहरूले आएर आक्रमण गर्छ भनेर यस्तो किल्ला बनाएर आफ्नो सिमाना जोगायो क्या। अहिलेको नेताहरू मन्त्रीहरूले चाहिँ के गर्छ भने यस्ता उनीहरूलाई सीमासँग सरकार छैन क्या। कहाँ टावर बनाउने, कहाँ खेतीयोग्य जमिन चाहिँ ढुट्टो बनाउने, त्यस्तो मात्रै छ। त्यो बेला नि त राजाहरूले सक्थ्यो होला नि त खेतीयोग्य जमिनमा चाहिँ ठुल्ठुला बिल्डिङ बनाउन। यस्तो पाहाड किन ताक्या त भन्दा उनीहरूको पहिल्यै भिजन थियो क्या। खेतीयोग्य जमिन मास्नु हुँदैन, राम्रो ठाउँमा राम्रै बनाउनुपर्छ, यस्तो ठाउँमा आएर हामीले किल्ला गाड्नुपर्छ भनेर क्या होइन। त्यो कारणले गर्दाखेरि हामीले अरू केही गर्नु पर्दैन क्या। राजाहरूले के गर्यो भन्ने नै होइन। राजाहरूले यो गर्यो, देखाउन साथी यो गर्यो। भनेको साथीहरू यो खाल्टो भनेको राजाहरूले अनि यो जति पनि सेनाहरूले टट्टी गरेको फोहोर पानीहरू चाहिँ यहाँ ल्याएर राखेर जब दुश्मनले हमला गर्न यहाँ उछिटेर गयो त्यही गुमा पर गुको गन्धले नै मर्थ्यो अरे क्या। त्यो बेला मान्छेले त्यति कडा गु हट्थ्यो अरे क्या। हाम्रो मकनपुर गढी खुबसुरत पिपुल, हामी चाहिँ मकनपुर गढी ऐतिहासिक मकनपुर गढीको दरबारमा आइसक्यो हामी होइन। यो दरवाजामा आइसक्यो, हामी ढोकामा आइसक्यो। जहाँ चाहिँ हाम्रो राजाहरूले चाहिँ एकदमै त्यो गरेर बनाउनु भएको छ। राजाहरूले के गर्यो भने राजाहरूले यस्तो ढोका बनायो कि कति वर्ष भइसक्यो अहिलेसम्म ख्यातहरू लगाएको छैन।
हाम्रो मन्दिर पनि छ। नेपालको राजाहरूले के गर्यो अहिलेको नेताहरूले के गर्यो सबै भाषा पनि सिकाउनु पर्यो भित्र पनि सिकाउनु अरू केही हेर्नु पर्दैन राजाले के गर्यो भनेर भन्दाखेरि अब फेरि म भन्छु कि अहिलेको नेताहरूले चाहिँ होइन 100 वर्ष 50 वर्ष भइसकेपछि अहिलेको सिमेन्टेड चिजहरू सबै ढुट्टो भएर जान्छ ल हेर्नुहोस् त कति वर्ष अगाडिको खम्बा अहिले पनि यसले 20वटा घर धान्छ क्या अहिले पनि ल हेर्नुहोस् राजाले के गर्यो भने कि राजाले धेरै गरेछ साथी यार के यस्तो यार पहिलाको बस्ने बास बस्ने घर हो। यार ल हेर्नुहोस् त यति राम्रो ऐतिहासिक चिजको हालत यस्तो छ क्या होइन एउटा सम्झिँदा नि विडम्बना लाग्छ यही चिजलाई चाहिँ होइन संरक्षण गरेर यही चिजलाई राम्रोसँग बनाएर राख्यो भने यति मान्छे आउँछ कसम होला यार यस्तो चिज त नेपालमा छैन क्या मैले त नेपालको राजाहरूले त उ बेला राजाहरूले हामीले त इतिहास पढाएको थियो होइन म मेरो पहिलो भ्रमण हो कि यस्तो दरबार सरबार भनेको होइन बवाल बवाल साथीहरू त देखाउनु त यस्तो लकसी त हाम्रो बाउले लाउँथ्यो क्या घर बनाउने बेला हाम्रो बाउले पनि त्यही राजाबाटै सिकेको रहेछ क्या राजाले नै गरेकोबाट यो गरेको रहेछ क्या हरेक चिजहरू अप्रोचबाट सिकिन्छ भनेको यही रहेछ क्या ल हेर्नुहोस् अहिलेको यो स्थितिमा होइन यो स्थितिमा बनेको घरहरू यतिको बवाल हुँदै हुँदैन कि यत्रो भित्ता हुन्छ त्यहाँ हेर त के हो साथी यता बजा उता आवाज आउने रहेछ त ए राजाले के गर्यो भन्छ यहाँ राजाले धेरै गर्यो यार अब म यहाँ मेरो नाम लेखिदिन्छु अनि पृथ्वीनारायण शाहले माथिबाट हेर्छ होला कि टिपेक्स ल्याउनु पर्ने साथी यार राजाले के गर्यो भन्छ कि यार राजाले के गरेन हेर त यार कसम यार यस्तो बवाल बवाल चिज बनाएर चाहिँ त्यो बेलामा होइन हेर्नु साथी यति बवाल बवाल चिज बनाएर छ नि यार बवाल साथी अल्छी लाग्यो छैन है त्यो बेलामा पनि त्यो स्विमिङ पुल स्विमिङ पुल कसम यार साथी यार म यार सातो राजाले के गर्यो भन्छ यो महाराज यो हाम्रो नेपाललाई बचाऊ महाराज यो टक्का नागले खुलेर सिङ्गल त सधैँ बनाइन्छ आऊ के ग्रुपमा बनाउने के सिङ्गलको के गर्नुहुन्छ हजुर आफ्नो गाडी पहिला त परदेशपुरको गाडी चलाउँथ्यो स्कर्पियो चलाउनुहुन्थ्यो होइन कस्तो जिम्मे यहाँ पहिलोचोटि यो बवाल लाग्यो साथी राजाले के गरेन हेर यत्र यत्र डाँडा बनाएर कसरी बनायो होला यार त्यही त नि हेर्नुहोस् हाम्रो मकनपुर गढी नेपालको जति पनि हाम्रो नेपालमा भएको ऐतिहासिक चिजहरू छ नि त्यो जिउँडा भएर गएर चाहिँ सिमेन्टेड गऱ्यो भने कुनै पनि चिजलाई सुहाउँदैन क्या जति साथीले देखाउ त त्यो जस्तै त्यो गजुरमा त्यो सिमेन्टेड गरेर छ होइन
त्यसले नै स्वरूप बिगाइरहेको छ क्या। अनि यो जति पनि यो घरहरू छ यो जम्मै ढुङ्गाको र माटोको मात्रै जडान छ क्या, यहाँ केही पनि छैन होइन। यसले गर्दाखेरि पनि यसको शोभा कति राम्रो छ। यो के हो, यसको वास्तविक स्वरूप कस्तो थियो हामीले देखेन होइन। हामी त अब भर्खरीको चल्लाहरूमा हो होइन, तर पनि बब्बाले बनाएर रहेछ कि यसले। हाम्रो देश, हाम्रो राजा, अहिलेको नेताहरू बजाउनु पर्छ बाजा। हाम्रो नेपालको एउटा इतिहास बोकेको एउटा फिल्म छ नि, त्यो फिल्ममा जहाँ चाहिँ लक्ष्मी गिरी लुकेर आउँछ नि साथी, यस्तैबाट आउँछ कि ल यो खोपीबाट कि कहाँबाट आउँछ होइन, खोपीबाट आउँछ कि। कालापानी फिल्म होला। हेर नि यहाँ आउन, यताबाट आउनु नसकोस् भनेर। बाफ यार बबाले बनायो साथी यार। जाउँ त म उभिन्छ है त। यो ढुङ्गाहरू चाहिँ बनाउँदै जाँदाखेरि धेरै भएर पछि टुटफुट भएको बेलामा काम लाग्छ भन्ने चाहिँ ढुङ्गाहरू चाहिँ जम्मा गरेर राखे। उ बेलाको स्टक हो क्या यो, स्टोर एरिया हो यो, ढुङ्गा स्टोर गर्ने ठाउँ। कसम साथीहरू कस्तो खाले गरी काट्यो होला ढुङ्गा यार। यो ढुङ्गालाई त माटोको जडाइ हान्नु पनि पर्दैन क्या, त्यतिकै थप राखिँदा नि अड्डिन्छ कि। आम्मामा ओ यार यो पनि ढुङ्गाकै यार, ढुङ्गाकै झ्याल। यो त ढुङ्गालाई नै पल्पाएर बनाएको झ्याल पो रहेछ यार। अलि नजिक आऊ त। ठ्याक्कै हेर न त्यो यस्तो चारपाटे ढुङ्गालाई लिएर आएर अनि चारपाटे ढुङ्गालाई चाहिँ यो पल्पाएर छिनोले काटेर पल्पाएर रहेछ कि। आम्मा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  धन्य मेरो महाराज, अहिलेको नेताहरूलाई नि यो सद्बुद्धि देऊ। मकनपुर गढी दरबार, मकनपुर गढी दरबार, मकनपुर गढी दरबारै मैले सफा गरिरहेको आएँ। त्यो बेलामा लगाएको इट्टा हेर त, बाफ्रे त्यतिखेर लगायो, कति वर्ष पुरानो हो त्यो इट्टा हेर, यसको माथि भएको झ्याल हेर। मलाई त कसम साथी यार यो विश्वासै लागिरहेन क्या यो काठ। नबुझ्ने रहेछ। त्यो बेलामा बनाएको राजाले यसको पनि केही महत्त्व होला है, तर अहिले सबै मेटिसकेको रहेछ। यसको पनि केही महत्त्व होला, के महत्त्व छ यो सबै कुराहरूको है।
ल गाइस अब हाम्रो मकनपुर गढीको भ्रमण पनि सिद्धियो होइन म अब फर्किँदैछु अनि म लास्टमा के भन्न चाहन्छु भने अहिलेको सबै मान्छेहरूलाई के हामीले होइन अहिले जे जस्तो विकास भए पनि जे जस्तो प्रगति भए पनि कहिले पनि इतिहासलाई बिर्सिन हुन्न भन्ने यो ज्वलन्त उदाहरण हो क्या यो मैले पहिलोचोटि अनुभव गरेको कुरा मैले पनि इतिहास भने के हो भनेर अलिकति त्यो ठानाठिरी गर्थेँ तर अहिले मैले बुझेको कुरा होइन इतिहास भनेको इतिहास हुँदो रहेछ क्या इतिहासको पान्नाहरू त्यसै लेखिँदैन रहेछ क्या अहिले म आएर यो नर्मल मकनपुर गढी हेर्दा पनि मैले इतिहासको धेरै कुराहरू चाहिँ महसुस गरेको छु होइन म यहाँबाट फर्किँदै गर्दाखेरि मेरो मन एकदम खिन्न भइरहेको छ होइन किन हाम्रो मान्छेहरूले चाहिँ नेपालको इतिहासलाई बुझ्न खोज्दैन किन त्यसरी चाहिँ नेपालको इतिहासलाई हेपेर बोल्छ होइन यस्तो उस्तो भन्छ होइन मैले यो ठाउँमा आइसकेपछि होइन मैले नेपालको इतिहास भनेको यस्तो रहेछ यो मकनपुर गढी त यस्तो छ भनेपछि योभन्दा ठुल्ठुलो होइन एकदम चलेका पपुलर ठाउँहरूको यो दरबारहरू चाहिँ कस्तो होला होइन मलाई त्यो कुरो चाहिँ अलिकति फिल भइरहेको छ होइन त्यसैले तपाईँहरू जेसुकै गर्नुहोस् अहिलेको नेता मान्नुहोस् होइन मन्त्री मान्नुहोस् जसुकैलाई मान्नुहोस् तर पहिला राजाहरूले गरेको देन राजाहरूले गरेको यो इतिहासका कुराहरूलाई चाहिँ कहिले पनि यो इतिहासको किताबबाट हटाउने काम नगर्नु होला होइन तपाईँहरूले हो डेभलपमेन्ट त अब समय र परिस्थिति अनुसारले त्यो हरेक चिजहरू डेभलप हुँदै जान्छ होइन त्यो आफ्नो ठाउँमा छ तर पनि इतिहास कहिले पनि मेट्ने काम नगर्नु होला यो इतिहास कस्तो छ भने मलाई मकनपुर गढीले पनि धेरै कुरा सिकायो म मन खिन्न बनाएर मन भारी बनाएर होइन गहभरि आँसु मैले पहिलाका हाम्रो परापूर्व कालको राजा महाराजाहरूलाई सम्झेर म यो ठाउँ छोडेर जाँदैछु धन्यवाद